हेलो फेसबुक साथीहरूलाई 2022 सालको चाहिँ हाम्रो किसन दाइको चाहिँ धान रोपाइ भयो साथीहरू। ल ए रोपार मारामार सुन्ताखान गोकर्णेश्वर नगरपालिका वडा नम्बर 3 सुन्ताखानमा डुका भन्ने ठाउँमा चाहिँ धान रोपाइ भएको छ साथीहरू। हेलो फेसबुक साथीहरूलाई 2022 सालको चाहिँ हाम्रो किसन दाइको चाहिँ धान रोपाइ भयो साथीहरू। ल ए रोपार मारामार सुन्ताखान गोकर्णेश्वर नगरपालिका वडा नम्बर 3 सुन्ताखानमा डुका भन्ने ठाउँमा चाहिँ धान रोपाइ भएको छ साथीहरू। हेलो फेसबुक साथीहरूलाई 2022 सालको चाहिँ हाम्रो किसन दाइको चाहिँ धान रोपाइ भयो साथीहरू। ल ए रोपार मारामार सुन्ताखान गोकर्णेश्वर नगरपालिका वडा नम्बर 3 सुन्ताखानमा डुका भन्ने ठाउँमा चाहिँ धान रोपाइ भएको छ साथीहरू। हेलो फेसबुक साथीहरूलाई 2022 सालको चाहिँ हाम्रो किसन दाइको चाहिँ धान रोपाइ भयो साथीहरू। ल ए रोपार मारामार सुन्ताखान गोकर्णेश्वर नगरपालिका वडा नम्बर 3 सुन्ताखानमा डुका भन्ने ठाउँमा चाहिँ धान रोपाइ भएको छ साथीहरू। हेलो हेलो टिकटक साथीहरू, मैले 2022 साल आज सोमबारको चाहिँ धान रोपाइको चाहिँ हालेको चाहिँ जेठको आज 26 गते सोमबारको छ साथीहरू। ल हेलो फेसबुक साथीहरूलाई 2022 सालको चाहिँ हाम्रो किसन दाइको चाहिँ धान रोपाइ भयो साथीहरू। ल ए रोपार मारामार सुन्ताखान गोकर्णेश्वर नगरपालिका वडा नम्बर 3 सुन्ताखानमा डुका भन्ने ठाउँमा चाहिँ धान रोपाइ भएको छ साथीहरू। हेलो फेसबुक साथीहरूलाई 2022 सालको चाहिँ हाम्रो किसन दाइको चाहिँ धान रोपाइ भयो साथीहरू। ल ए रोपार मारामार सुन्ताखान गोकर्णेश्वर नगरपालिका वडा नम्बर 3 सुन्ताखानमा डुका भन्ने ठाउँमा चाहिँ धान रोपाइ भएको छ साथीहरू। हेलो फेसबुक साथीहरूलाई 2022 सालको चाहिँ हाम्रो किसन दाइको चाहिँ धान रोपाइ भयो साथीहरू। ल ए रोपार मारामार सुन्ताखान गोकर्णेश्वर नगरपालिका वडा नम्बर 3 सुन्ताखानमा डुका भन्ने ठाउँमा चाहिँ